जनताको दुश्मनहरूलाई त लखेट्नुपर्छ हामीले, यसलाई सम्मान गर्ने होइन। देशमा प्रगति नभइन्जेल कुनै पनि देशमा आफ्नो आधारहरू खोज्न जान्छ भने, त्यो श्रम गर्न जान्छ भने त्यसले देशलाई टेवा पुऱ्याएको छ कि छैन गधा? सबैभन्दा बढी 20 देखि 24% चाहिँ बजेटको चाहिँ तपाईँको आज हेर्ने भने योगदान रेमिटले गरेको छ। त्यो कसले गरेको? त्यो श्रमजीवीहरूले गरेको, मजदुरहरूले गरेको, तँ जस्तो गधाले गरेको हो। कुतर्क गर्छस्। अनि समाजवादी विचार राख्नु बित्तिकै विदेशी नजानुपर्ने होइन। यो दलालहरू, यो तस्करहरूकै जहिले तपाईँको गान गाइराख्नुपर्ने, भोकै बसिराख्नुपर्ने, यिनीहरूलाई भोट हाल्ने भोट ब्याङ्क नै बनेर बसिराख्नुपर्ने, त्यस्तो हुन्छ। वर्ग सङ्घर्षमा लाग्नको लागि आर्थिक अवस्थालाई पनि यो हाम्रो समाजको दुश्मनसँग बलियो बन्नको लागि आर्थिक अवस्थाको पनि सबलीकरण गर्नुपर्छ। निजी जीवनमा पनि आफ्नो जीवनमा पनि उज्यालो बनाएर ल्याउनुपर्छ समाज परिवर्तन गर्नेहरू, होइन भने सकिँदैन। त्यसले गर्दाखेरि आज वर्ग सङ्घर्ष गर्ने मान्छेहरूको जीवनमा चाहिँ तिनीहरूको पुस्तामा सङ्घर्ष गर्यो, तिनीहरू विदेश गयो, बस्यो, पढ्यो, होइन, ती नयाँ विचारहरू आइरहेको छ। त्यसबाट मान्छेहरू चाहिँ तपाईँको आत्मनिर्भर भइरहेको छ। तिनीहरूले मिस्न पाउँदैनन्। हिजो राजाले विदेश जानु दिँदैन थियो मान्छेलाई। दिल्लीतिर जान्थ्यो मान्छे, लखनऊ जान्थ्यो, कोइला खात जान्थ्यो, आसाम जान्थ्यो। मजदुरको मजदुर, सबै कुरामा ल्याकअप। आज गरिब जनताको छोराछोरी विदेश गएर 2-4 पैसा कमाउँदा तँ जस्तो मान्छेहरूलाई चित्त दुख्छ क्या? त्यस्तो होइन। करप्सन गरेको छैन विदेशमा जाने मान्छेहरू, तिनीहरू मजदुर हुन्। देशमा सामाजिक न्याय नभइन्जेल, उद्योग धन्दाहरू स्थापना नभइन्जेल, रोजगारीहरू प्राप्त नभइन्जेल त्यसको वैकल्पिक बाटोहरू खोज्नको लागि, आफ्नो जीवन गुजारा गर्नको लागि जाने मान्छेहरूलाई गाली गर्छस् गधा? 20 देखि 24% चाहिँ के अरे नेपालको बजेट निर्माण गर्नुको लागि रेमिटले चाहिँ योगदान गर्छ। त्यो रेमिट छैन भने बजेट कहाँ बाटो बनाउँछ तेरो घन्टे पार्टीले? त्यसरी गाली गर्छस्? जुनै देशमा गयो पनि मान्छेको विचार मर्दैन। मान्छेहरू रोजगारीको लागि मजदुरी भिसामा पुगेको होला धेरै देशहरूमा। 80 लाख मान्छेहरू गएको छ वैदेशिक रोजगारीमा। तँ जस्तो मान्छेले भ्रम पैदा गर्ने हो? चीनको एकछिन तैँले गुगलमा सर्च गरेर हेरेर संसारको कतिवटा देशहरूमा चाहिँ चीनको मान्छेहरू चाहिँ रोजगारीको लागि पुगेको छ। त्योभन्दा आकर्षक तलबहरूको खोजीमा पुगेको छ, रोजगार पाइकन पनि त्योभन्दा बढी कमाउनुको लागि पुगेको छ। कसलाई फाइदा गरेको छ? त्यही देशलाई फाइदा गरेको छ। अनि कराएको छ। यहाँ त विदेशै जानु भएन कम्युनिस्टहरूले त। यहाँ त समाजवादीहरूले त राम्रो गाडी नै चढ्नु भएन यो भत्तुवारको अगाडि। सफा हिँड्नै भएन। वर्ग सङ्घर्ष भनेकै त्यही हो। पुँजीको समान वितरण गर्नुपर्छ, सबैले साबुन पाउनुपर्छ, सबैले गाडी पाउनुपर्छ भनेर भनेको हो। यसले त यसो भन्छ। कम्युनिस्टहरूले गाडी चढ्यो भने अचम्म भनेर भन्छ। तर कम्युनिस्टकै देशले आज संसारको 3टा मध्येमा एउटा गाडी बनाउँछ, चीनले। यसलाई थाहा छैन यो टट्टु भत्वालाई। यसलाई वैज्ञानिक समाजवादी विचारको बारेमा पनि थाहा छैन। पुँजीवादी सङ्घर्ष के अरे व्यवस्था अन्तर्गतको अहिले चलिरहेको फेनोमेनन अन्तर्गत 400-500 वर्ष भयो। यसको अस्तित्व एक दिन ढलिसके पछाडि नयाँ व्यवस्था आउँछ, त्यो चाहिँ सङ्घर्षद्वारा आउँछ विश्वमा। यसलाई थाहा छैन। अस्ति ट्रम्पको विरुद्धमा नो फर किङ भनेर चाहिँ अमेरिकामा रेभोल्युसन भयो, प्रोटेस्ट भयो। 3000वटा सहरहरूमा प्रोटेस्ट भयो एकैचोटि। इतिहासमै सहरभरि मान्छेहरू निक्लिए, गाडीहरू चलेन त्यो दिन। हँसिया हतौडा अङ्कित झन्डाहरू इतिहासमै नदेखेको त्यहाँ देखियो। त्यहाँबाट त्यही पनि देखियो पुँजीवादको मसिया भएको देशमा, डिप स्टेटको किङ भएको देश, ओल अर्डर चलाउने देशले इतिहास जीवनमा कहिले पनि पढ्दैन। सङ्घर्षबाट जीवनहरू गुज्रिरहन्छ, वर्ग सङ्घर्ष निरन्तर चलिरहन्छ भन्ने कुरा यसलाई थाहा छैन। अनि पढाउँछ, गाली गर्छ। नुहा के निजी जीवन चाहिँ बलियो राम्रो बना, हेल्दी हो, शरीरभरि मासु बोक, मेरो त्यति हो सल्लाह। प्यार 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 गरेको छ घन्टे घन्टे। तैँले जति पटक नुहाइदिए पनि त्यो बिग्रियो के? जनतालाई डेलिभरी नगरेपछि यसो गरौँ के सोसियल सर? अब क्या सोसल सर यहाँ यसो गरौँ के, तपाईँहरू जतिको मान्छेले अब यहाँ हामी चाहिँ केमा छौँ भने यो खालको बोल्नु हुँदैन,
यो खालको भाषा निर्माण कस्तो खालको बोल्नु हुँदैन। यहाँ तपाईँहरूले चाहिँ प्रतिगमनकारी जनताको दुश्मनहरूलाई त लखेट्छ, खेद्ने हो यसलाई। बोल्नु मुखमा नभए बुझो लगाउने हो यिनीहरूले। अब अलिक व्यवस्थाको विरुद्धमा लागिरहेको छ यिनीहरू। यिनीहरूले सुन्नु न यता। सङ्गठनहरू, जनवर्गीय सङ्गठनहरू खारेज गर्नुपर्छ भनेर भनेको छ। स्थानीय सरकार देशमा प्रगति नभइन्जेल कुनै पनि देशमा आफ्नो आधारहरू खोज्न जान्छ भने, त्यो श्रम गर्न जान्छ भने त्यसले देशलाई टेवा पुऱ्याएको छ कि छैन गधा? सबैभन्दा बढी 20 देखि 24% चाहिँ बजेटको चाहिँ तपाईँको आज हेर्ने भने योगदान रेमिटले गरेको छ। त्यो कसले गरेको? त्यो श्रमजीवीहरूले गरेको, मजदुरहरूले गरेको, तँ जस्तो गधाले गरेको हो। कुतर्क गर्छस्। अनि समाजवादी विचार राख्नु बित्तिकै विदेशी नजानुपर्ने होइन। यो दलालहरू, यो तस्करहरूकै जहिले तपाईँको गान गाइराख्नुपर्ने, भोकै बसिराख्नुपर्ने, यिनीहरूलाई भोट हाल्ने भोट ब्याङ्क नै बनेर बसिराख्नुपर्ने, त्यस्तो हुन्छ। वर्ग सङ्घर्षमा लाग्नको लागि आर्थिक अवस्थालाई पनि यो हाम्रो समाजको दुश्मनसँग बलियो बन्नको लागि आर्थिक अवस्थाको पनि सबलीकरण गर्नुपर्छ। निजी जीवनमा पनि, आफ्नो जीवनमा पनि उज्यालो बनाएर ल्याउनुपर्छ समाज परिवर्तन गर्नेहरू, होइन भने सकिँदैन। त्यसले गर्दाखेरि आज वर्ग सङ्घर्ष गर्ने मान्छेहरूको जीवनमा चाहिँ तिनीको पुस्तामा सङ्घर्ष गर्यो, तिनीहरू विदेश गयो, बस्यो, पढ्यो, होइन, ती नयाँ विचारहरू आइरहेको छ। त्यसबाट मान्छेहरू चाहिँ तपाईँको आत्मनिर्भर भइरहेको छ। तिनीहरूले मिस्न पाउँदैनन्। हिजो राजाले विदेश जानु दिँदैन थियो मान्छेलाई। दिल्लीतिर जान्थ्यो मान्छे, लखनऊ जान्थ्यो, कोइला खात जान्थ्यो, आसाम जान्थ्यो। मजदुरको मजदुर, सबै कुरामा ल्याकअप। आज गरिब जनताको छोराछोरी विदेश गएर 2-4 पैसा कमाउँदा तँ जस्तो मान्छेहरूलाई चित्त दुख्छ क्या? त्यस्तो होइन। करप्सन गरेको छैन विदेशमा जाने मान्छेहरू, तिनीहरू मजदुर हुन्। देशमा सामाजिक न्याय नभइन्जेल, उद्योग धन्दाहरू स्थापना नभइन्जेल, रोजगारीहरू प्राप्त नभइन्जेल त्यसको वैकल्पिक बाटोहरू खोज्नको लागि, आफ्नो जीवन गुजारा गर्नको लागि जाने मान्छेहरूलाई गाली गर्छस् गधा? 20 देखि 24% चाहिँ के अरे नेपालको बजेट निर्माण गर्नुको लागि रेमिटले चाहिँ योगदान गर्छ। त्यो रेमिट छैन भने बजेट कहाँ बाटो बनाउँछ तेरो घन्टे पार्टीले? त्यसरी गाली गर्छस्? जुनै देशमा गयो पनि मान्छेको विचार मर्दैन। मान्छेहरू रोजगारीको लागि मजदुरी भिसामा पुगेको होला धेरै देशहरूमा। 80 लाख मान्छेहरू गएको छ वैदेशिक रोजगारीमा। तँ जस्तो मान्छेले भ्रम पैदा गर्ने हो? चीनको एकछिन तैँले गुगलमा सर्च गरेर हेरेर संसारको कतिवटा देशहरूमा चाहिँ चीनको मान्छेहरू चाहिँ रोजगारीको लागि पुगेको छ। त्योभन्दा आकर्षक तलबहरूको खोजीमा पुगेको छ, रोजगार पाइकन पनि। त्योभन्दा बढी कमाउनुको लागि पुगेको छ। कसलाई फाइदा गरेको छ? त्यही देशलाई फाइदा गरेको छ। अनि कराएको छ। यहाँ त विदेशै जानु भएन कम्युनिस्टहरूले त। यहाँ त समाजवादीहरूले त राम्रो गाडी नै चढ्नु भएन यो भत्तुवाहरूको अगाडि। सफा हिँड्नै भएन। वर्ग सङ्घर्ष भनेकै त्यही हो। पुँजीको समान वितरण गर्नुपर्छ, सबैले साबुन पाउनुपर्छ, सबैले गाडी पाउनुपर्छ भनेर भनेको हो। यसले त यसो भन्छ। कम्युनिस्टहरूले गाडी चढ्यो भने अचम्म भनेर भन्छ। तर कम्युनिस्टकै देशले आज संसारको 3टा मध्येमा एउटा गाडी बनाउँछ, चीनले। यसलाई थाहा छैन यो टट्टु भत्वालाई। यसलाई वैज्ञानिक समाजवादी विचारको बारेमा पनि थाहा छैन। पुँजीवादी सङ्घर्ष के अरे व्यवस्था अन्तर्गतको अहिले चलिरहेको फेनोमेनन अन्तर्गत 400-500 वर्ष भयो। यसको अस्तित्व एक दिन ढलिसके पछाडि नयाँ व्यवस्था आउँछ। त्यो चाहिँ सङ्घर्षद्वारा आउँछ विश्वमा। यसलाई थाहा छैन। अस्ति ट्रम्पको विरुद्धमा नो फर किङ भनेर चाहिँ अमेरिकामा रेभोल्युसन भयो, प्रोटेस्ट भयो। 3000वटा सहरहरूमा प्रोटेस्ट भयो एकैचोटि। इतिहासमै सहरभरि मान्छेहरू निक्लिए। गाडीहरू चलेन त्यो दिन। हँसिया हतौडा अङ्कित झन्डाहरू इतिहासमै नदेखेको त्यहाँ देखियो। त्यहाँबाट ती पनि देखियो। पुँजीवादको मसिया भएको देशमा, डिप स्टेटको किङ भएको देश, ओल अर्डर चलाउने देशले इतिहास जीवनमा कहिले पनि पढ्दैन। सङ्घर्षबाट जीवनहरू गुज्रिरहन्छ, वर्ग सङ्घर्ष निरन्तर चलिरहन्छ भन्ने कुरा यसलाई थाहा छैन। अनि पढाउँछ, गाली गर्छ। नुहा के निजी जीवन चाहिँ बलियो राम्रो बना, हेल्दी हो, शरीरभरि मासु बोक। मेरो त्यति हो सल्लाह।
प्यार 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 गरेको छ है घन्टे घन्टे। तैँले जति पटक नुहाइदिए पनि त्यो बिग्रियो के, जनतालाई डेलिभरी नगरेपछि सिद्धि यसो गरौँ के सोसियल सर, अब फर्किँदैन क्या। सोसल सर यहाँ यसो गरौँ के, तपाईँहरू जतिको मान्छेले अब यहाँ हामी चाहिँ केमा छौँ भने यो खालको बोल्नु हुँदैन, यो खालको भाषा निर्माण कस्तो खालको बोल्नु हुँदैन। यहाँ तपाईँहरूले चाहिँ प्रतिगमनकारी जनताको दुश्मनहरूलाई त लखेट्छ, खेद्ने हो यसलाई। बोल्नु मुखमा बुझो लगाउने हो यिनीहरूले। व्यवस्थाको विरुद्धमा लागिरहेको छ यिनीहरू। यिनीहरूले सुन्नु न सङ्गठनहरू, जनवर्गीय सङ्गठनहरू खारेज गर्नुपर्छ भनेर भनेको छ। स्थानीय सरकार चाहिँ खुसी